हेलो नानी बाबुहरू, नमस्कार। आज हामी औकार लागेका शब्दहरू पढ्न जाँदैछौँ। साथमा औकार भनेको के हो त्यो पनि चिन्न जाँदैछौँ। हजुरहरू पनि म सँगै भन्नुस् है। ल सुरु गरौँ है त। हेर्नुस् त, मैले यहाँ औकार मात्रालाई गुलाबी रङ लगाएकी छु। औकार बनाउनको लागि आकार मात्रामा ऐकार मात्रा जोड्नु पर्छ। फेरि एक पटक भन्छु है। औकार मात्रा बनाउनको लागि आकार मात्रामा ऐकार मात्रा जोड्नु पर्छ। यसलाई हामी औ भनेर पढ्छौँ। ल अब क देखि ङ सम्म औकार मात्रा जोडेर पढ्ने अभ्यास गरौँ है। क औकार कौ, ख औकार खौ, ग औकार गौ, घ औकार घौ, ङ औकार ङौ। व्यञ्जन वर्ण र औकार मात्रा सँगै जोडेर पढ्दा यसरी पढ्नुपर्छ। कौ, खौ, गौ, घौ, ङौ। फेरि एक पटक पढौँ त। कौ, खौ, गौ, घौ, ङौ। स्याबास। ल अब औकार मात्रा लागेका केही सरल शब्दहरू चित्र हेरेर पढ्ने अभ्यास गरौँ है। च औकार चौ र, चौर, चौर। द औकार दौ ड, दौड, दौड। प औकार पौ ड इकार डी, पौडी, पौडी। च औकार चौ ध, चौध, चौध। च औकार चौ क ओकार को, चौको, चौको। चौकोको चित्रलाई मैले यहाँ रातो रङले गोलो लगाएकी छु। चौको, चौको। च औकार चौ ट ओकार टो, चौटो, चौटो। च औकार चौ चन्द्रबिन्दु र इकार री, चौरी, चौरी। ज द औकार दौ, जदौ, जदौ, जदौ। जदौ भनेको नमस्कार। ट औकार टौ व आकार वा, टौवा, टौवा। प औकार पौ व आकार वा, पौवा, पौवा। ब औकार बौ द को तल आदि ध पनि जोडिएको हुन्छ। बौद्ध, बौद्ध।
स औकार सौ, य रेप शौर्य शौर्य शौर्य। च औकार चौ, क दीर्घ इकार की चौकी चौकी। च औकार चौ, क आकार का चौका चौका। क औकार कौ, ड आकार डा कौडा कौडा। क औकार कौ, व आकार वा कौवा कौवा। द औकार दौ, र आकार रा दौरा दौरा। अ औकार औ, चन्द्रबिन्दु ल आकार ला औला औला। ल औकार लौ, क आकार का लौका लौका। न औकार नौ, न औकार नौ। र औकार चन्द्रबिन्दु रौं, र औकार चन्द्रबिन्दु रौं। क औकार कौ, स इकार सी कौसी कौसी। म औकार मौ, र इकार री मौरी मौरी। ल औकार लौ, र इकार री लौरी लौरी। फ औकार फौ, ज फौज फौज। अ औकार औ, ल ओकार लो औलो औलो। औलो भनेको लामखुट्टेद्वारा टोकेर लाग्ने एक प्रकारको रोग हो। औलो। म औकार मौ, व आकार वा मौवा मौवा। ग औकार गौ, र आकार रा गौरा गौरा भनेको सुदूरपश्चिमका महिलाहरूले मनाउने एउटा पर्व हो। गौरा। न औकार नौ, ल ओकार लो नौलो नौलो। नौलोको अर्थ नयाँ भन्ने हुन्छ। म औकार मौ, क आकार का मौका भनेको अवसर भन्ने बुझिन्छ। मौका। प औकार पौ, श पौष पौष भनेको नेपाली महिनाको 9 महिना हो। यसलाई पुष पनि भनेर चिन्दछौँ।
भ द औकार दौ भदौ भदौ। म औकार मौ न मौन मौन भनेको शान्त भएर बस्नु हो। नानी बाबुहरू, आज हामीले औकार लागेका सजिला सजिला शब्दहरू चित्र हेरेर र चित्र नहेरिकन पढ्ने अभ्यास गर्यौं। अब हामी चित्र नहेरिकन यिनै शब्दहरूको सरसर्ती पुनरअभ्यास गर्नेछौं। चौर दौड पौडी चौध चौको चौटो चौरी जदौ टौवा पौवा बौद्ध शौर्य चौकी चौका कौडा कौवा दौरा औंला लौका नौ रौं कौसी लौरी फौज पौष औलो नौलो मौका भदौ मौन मौवा गौरा। औकार औ ज आकार जा र औजार औजार। औकार औ श ध इकार धी औषधि औषधि औषधि। ध उकार धू प औकार पौ र ओकार रो धूपौरो धूपौरो। त इकार ती त औकार तौ र आकार रा ती तौरा ती तौरा ती तौरा। ब इकार बी ल औकार लौ न आकार ना बी लौ ना बी लौ ना। ख एकार खे ल औकार लौ न आकार ना खे लौ ना खे लौ ना खेलौना। म औकार मौ स म
मौसम मौसम। उ भा औकार भौ ल इकार ली उ भौ ली उ भौ ली। ग औकार गौ र व गौरव गौरव। च औकार चौ त आकार ता र इकार री चौतारी चौतारी। छ न औकार नौ ट छ नौ ट छ नौ ट। ह त औकार तौ ड आकार डा ह तौ डा ह तौ डा। द औकार दौ चन्द्र बिन्दु त र इकार री दौतरी दौतरी। ध र औकार रौ ट इकार टी धरौटी धरौटी। ढ ल औकार लौ ट ढलौट ढलौट ढलौट। ध उकार धु प ध उकार धु ल औकार लौ ट उकार टो धुलौटो धुलौटो। ब ल औकार लौ ट एकार टे बलौटे बलौटे। ल औकार लौ क आकार का ट लौकाट लौकाट। ग ज औकार र ज को तल छड्के धर्सो पनि छ है। ट ओकार टो ग जौ टो ग जौ टो। गजरौटो भनेको गाजल राख्ने भाँडो गजरौटो। प औकार पौ र ख पौरख पौरख। ज ड औकार डौ र इकार री जडौरी जडौरी। अ औकार औ स त औसत औसत औसत। स औकार सौ र भ सौरभ सौरभ।
प औकार पौ, ड एकार डे, ल पौडेल, पौडेल। ग औकार गौ, त म, गौतम, गौतम। स य क ड औकार चन्द्रबिन्दु, स य क डौ, स य क डौ। सय कडौं भनेको अनगिन्ती, गन्नै नसकिने अनगिन्ती। सय कडौं, सय कडौं। भ औकार चन्द्रबिन्दु, भौं, त आकार ता, र इकार री, न उकार नु, भौं ता री नु, भौं ता री नु, भौं ता री नु। भौतारिनु भनेको यताउति केही काम नभइकन हिँडिरहनुलाई भौतारिनु भन्दछौं। भौतारिनु। श औकार शौ, च आकार चा, ल य, शौचालय, शौचालय, शौचालय। शौचालय भनेको टोयलेट। नानी बाबुहरू आज हामीले औकार लागेका केही अप्ठ्यारा शब्दहरू चित्र हेरेर पढ्यौं। अब हामी चित्र नहेरिकन यिनै शब्दहरूको सरसर्ती पुनराभ्यास गर्नेछौं। ल सुरु गरौँ है त। हजुरहरू पनि म सँगै सँगै पढ्नुस् है। कौशल, औजार, औषधि, धुपौरो, तितौरा, बिलौना, खेलौना, मौसम, उभौली, गौरव, चौतारी, छनौट, हतौडा, दौतरी, धरौटी, ढलौट, धुलौटो, बलौटे, लौकाट, गजरौटो, पौरख, जडौरी, औषत, सौरभ, पौडेल, गौतम, सयकडौं, भौतारिनु, शौचालय। नानी बाबुहरू आज हामीले औकार लागेका केही अप्ठ्यारा शब्दहरू चित्र हेरेर र चित्र नहेरिकन पढ्ने अभ्यास गर्यौं। औकार लागेका सजिला शब्दहरू जान्नको लागि हाम्रो अर्को भिडियो हेर्नुहोला। साथमा हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला है। हजुरको दिन शुभ रहोस्। धन्यवाद।